हुन्छ क्या। त्यही भएर अब गरिन्छ, हामी गर्न चाहिँ केही नयाँ प्रयासहरू गरिन्छ तिहारपछि। त अब म 10 तारिक चाहिँ अब आज 1 तारिक कति हो, आज 3 तारिक होइन, भोलि 4 तारिक भयो। 4, 5, 6, 7, 8 5 दिन बस्छु, 9मा रिटर्न हुन्छु होइन। लाफिङ बिक्की हजुर हजुर भन्नुहोस् न, यो जुटीलाई चाहिँ के को प्रब्लम भाइ? कति पैसा चाहिएको? दसैँ तिहार खर्च छैन भने भन भाइ, पैसा हालिदिन्छु। किन जे पाए त्यो कमेन्ट हानिरहेको मेरो भाइ? भन त, पैसा चाहियो भने भन। यसो तास खेल्ने पैसा छैन भने बरु हालिदिन्छु मेरो भाइ। जे पाए त्यो कमेन्टहरू चाहिँ नगरौँ। स्क्रिन आएन अरे? स्क्रिन चाहिँ के को स्क्रिन हो केटा हो? टिकटकमा मैले गेमको स्क्रिनै राखेको छैन, म जस्ट बोल्न मात्र आएको हो क्या। मैले भने सामान के भयो त्यही लिनु भयो अरे? कहाँ भाइ, त्यो सामान लिन सकिँदैन भाइ। 15 लाख 20 लाख पर्दो रहेछ, कहाँ सक्नु हो? नर्मल जुगाड गर्ने भने भाइ कहाँ 15-20 लाखको इन्भेस्टमेन्ट हानेर अनि त स्ट्रिममा गर्न थाल्यो भने त गाँड भइहाल्यो नि। जहिले एउटै कमेन्ट गर्ने हो? फेरि ब्लग हान न बहिनी, सिधै डाइरेक्ट ब्लग। तिमी मोड छैनौ, मलाई मोड दिनै आउँदैन क्या। फेरि डाइरेक्ट ब्लग हान न, त्यस्तो मान्छेहरू भइहाल्छ नि केटाकेटीहरू। नेपालमा कसैले के गर्न खोज्यो भने ज्यादा प्रेज, मान्छेले ज्यादा प्रेज गर्ने भन्दा पनि ज्यादा खुट्टा तान्ने मान्छेहरू ज्यादा हुन्छ। अब किन भन्दा उनीहरू त्यो लेभलमा पुगेको हुँदैन, अनि त्यो लेभलमा नपुगेपछि हामी जस्तो नर्मल मान्छे यो लेभलमा पुगिरहेछ, हामी यहीँ छौँ भनेर खुट्टा तान्ने हो क्या। कृपे थ्याङ्क यू यार, थ्याङ्क यू फर द $8। नेपालमा चाहिँ त्यो हुन्छ क्या, नेपालको सिन। अब म पनि एज अ मान्छे, म अब यसरी गेमिङ फिल्डमा यसरी नआएर म नर्मल भएको भए चाहिँ म पनि सेम गर्थेँ। म ढाड्दिनँ, म पनि त्यही हो। म पनि जल्ने मान्छे नै हो। म पनि अरूको खुट्टा तान्न म पनि पछि हट्ने मान्छे चाहिँ होइन क्या। 100% जो पनि त्यही हो, म्याक्सिमम् नेपाली त्यही हो। कसैले कोही सक्सेस भइरहेछ, आफ्नै उमेरको मान्छे होइन, आफ्नै उमेरको मान्छे कोही सक्सेस भइरहेछ, आफ्नै उमेरको मान्छे कोही लेभल अप भएर उसले गाडी चढेर हिँडिरहेछ, खतरा भइरहेछ, उसले 0 लेभलबाट हिरो भइरहेछ भने अफकोर्स खुट्टा तान्छ क्या, अफकोर्स। कसरी होस्। अच्छा 4 तारिक हो, 3 तारिक हो। 4, 5, 6, 7, 8, 9मा म काठमाडौँ आउँछु। 10 देखि वाच पार्टी, 5 दिन स्ट्रिम झ्याप्पै। 5 दिनमा म 2टा ब्लग हाल्छु होइन, 5 दिनमा म 2टा ब्लग हाल्छु है। अनि डाउनफल भइरहेको हुन्छ 5 दिन भन्नाले स्ट्रिम गरेको हुँदैन, हराइरहेको हुन्छु म युट्युबबाट 4-5 दिन। अनि झ्याप्पै वाच पार्टीमा आउँछु अनि माथि आउँछु ल। ठ्याक्कै फेरि कस्तो वाच पार्टी पनि छुट्टीबाट आउने बित्तिकै रहेछ क्या, दामी भन्दा होइन त। मिलन जुटी, तिमी त एमएलबिबी खेल्छौ होइन? एमएलबिबीको लाइनअपमा इन्भेस्ट हान्ने भनेको होइन, नेपालको खतरा लाइनअप। योपालि पब्जीले वर्ल्ड कप नजिते पनि एमएलबिबीले वर्ल्ड कप जित्दैछ है। पछि रिग्रेट होला है एमएलबिबीबाट। मैले माम खाएँ। पछि रिग्रेट होला है। धेरै पर्दैन एमएलबिबीमा, पब्जीहरू जस्तो इन्भेस्ट गर्नु पर्दैन एमएलबिबीमा। पब्जीमा त अब पब्जी भनेको अब नेक्स्ट लेभल भइसक्यो। इन्भेस्ट गर्नु भनेको लगभग सम्पत्ति भएको जति सबै सकिने खालको भइसक्यो। पब्जी गेममा इन्भेस्ट गर्न एकदम मुस्किल छ। तर नयाँ गेमहरू जुन जस्तै कि अब यो आउँदैछ नि भर्खर अब फ्री फायर, अब मोबाइल लिजेन्ड, HOK, यस्तो गेममा चाहिँ केटाहरू अब नयाँ पनि हुन्छ, प्लस मातिसकेको हुँदैन। यताकोले त यति तलब दिइरहेछ, तपाईँ मलाई यति दिनु भन्ने खालको पनि कुराहरू हुँदैन, किनभने नयाँ हुन्छ उनीहरू पनि सिनमा। अनि उनीहरूले प्रुभ गरेर अब ग्लोबल स्टेजसम्म पुगेपछि चाहिँ अनि त्यस पछाडि चाहिँ उनीहरूलाई पनि उनीहरूले डिजर्भ गर्ने खालको पैसा दिनुपर्छ क्या, बुझेनौ? पब्जीमा त अहिले बिग्रेको छ पब्जीको सिनहरू। अब कसले बिगारो के बिगारो त मलाई थाहा छैन। त्यो अब यता त दिदी यति दिइरहेछ, तपाईँ चाहिँ यति मात्रै भन्ने खालको भइसकेको छ। तर नयाँ गेमको त यता कता यता मेजी भन्ने हुन्छ, छँदै छैन।
होइन त? एमएलबिबीको नेपालको लगभग टप साउथ एसियाकै टप होला त्यो टिम चाहिँ, मैले उठाएको टिम चाहिँ। दसैँपछि आउँछ हाम्रो, दसैँपछि हाम्रो अनाउन्समेन्ट आउँछ। त्यो टिम चाहिँ एकदम बवाल। सायद अहिले अब नेपाललाई स्लट दिइरहेको रहेन रहेछ मोबाइल लिजेन्डमा। अब हामी चाहिँ छिरिसके पछाडि हामीले चाहिँ अब माथिको हल्का सिस्टमलाई अलिकति त्यहाँको मान्छेहरूलाई चाहिँ देखाउन सक्छौँ कि एउटा होरो स्पोर्ट जस्तो पब्जीमा यस्तो नाम चलेको पपुलर टिम, उनीहरूले उनीहरूले एउटा टिम, अर्को टिम पनि अब मोबाइल लिजेन्डको टिम बनाएको छ, यिनीहरूको फ्यान बेस यस्तो राम्रो छ, हामीले दिनुपर्छ होला भन्ने टाइपको अलिकति उनीहरूलाई प्रेसर हुन्छ नि त। होइन त? जस्तै कि अहिले फ्री फायरमा टिआरएसले हात हालेछ। टिआरएस भनेको ठुलो अर्गो, अब वर्ल्डमै चिनिने अर्गो। उनीहरूले फ्री फायरमा हालेपछि फ्री फायरको स्लट नेपालमा छैन। तर अब त्यस्तो टिमहरू अब हामी छिर्यौँ भने, फेरि अब हामी छिर्यौँ भने डिआरएस छिरेको थियो फ्री फायरमा, होराले पनि कपी गरौ भन्छ होला तिमीहरू। तर त्यस्तो कुरा हुँदैन। जतिवटा टिमहरू छिर्दै जान्छ नि, जति अर्कोहरूले इन्ट्रेस्ट देखाउँछ नि त्यस्तो गेमहरूमा, उनीहरूको त अहिले त फ्री फायर मोबाइल लिजेन्डहरूलाई त स्लटै दिँदैन नि त ग्लोबलको लागि। तर ठुल्ठुलो टिमहरू छिर्दै गयो भने चाहिँ स्लटहरू पाउने चान्स छ। तर मैले फ्री फायरको चाहिँ अहिले मैले सोचेको छुइनँ होइन। मैले अर्को दुईवटा नयाँ टिम बनाउँदैछु। एउटा मोबाइल लिजेन्डको हो, त्यो तपाईँहरूले थाहा पाइसक्नुभयो, मैले अस्ति स्टोरी पनि हालेको थिएँ। अर्को एउटा नयाँ टिम आउँदैछ, अर्को लाइनअप, अर्को गेमको लाइनअप हो होइन। टेन्सेन्टकै गेम हो त्यो पनि, तर पैसा चाहिँ फेरि वाइल्ड हुन्छ त्यो गेमहरूमा होइन। यो पब्जीको भन्दा पनि वाइल्ड हुन्छ क्या ग्लोबल स्टेजमा पुग्यो भने चाहिँ। थोरै इन्भेस्ट धेरै कमाउने क्या। पब्जीको भनेको इन्भेस्टमेन्ट पनि धेरै कमाउने ठिकै होइन। तर अरू गेममा चाहिँ थोरै इन्भेस्ट पुग्यो भने धेरै कमाइ क्या, इन्टु 10 इन्टु 15 इन्टु 20 नै कमाउने हुन्छ क्या। इन्डोनेसियालाई जित्न सक्नु पऱ्यो नि मोबाइल लिजेन्डमा, जित्ला नि। पब्जीमा पनि हामी पहिला बिटिआर लक्सी राइजन भनिन्थ्यो, अहिले म चाहिँ स्काई शिल्पी नोफियर भनिँदैन हो। त्यस्तै हो, लेभलमा पुगिहाल्छ नि। के भगवान् त होइन नि उनीहरू। ग्राइन्ड गरेपछि लेभलमा एउटा कम्पिटिसन भएपछि, सँगै खेल्न थालेपछि, एउटै लबी सेयर गर्न थालेपछि धेरै कुराहरू थाहा हुन्छ नि। बबालो भन्ने हुन्छ त। अब क्रिस्टियानो रोनाल्डोलाई एम्बापेले भित्ताभरि पोस्टर टालेर हिँडिरहेको थियो, अहिले हिरो भयो त एम्बापे त्यही ठाउँमा गएर। अफकोर्स जे पनि पोसिबल छ क्या, कडा हो। यो त्यो यस्ताउति किन नसक्नु, जे कुरा पनि पोसिबल छ क्या लाइफमा। आँट्नु पऱ्यो क्या, आँट्नु पऱ्यो। चाहिँ आज कसको लागि लुगा किन्नु भएको अरे? होइन, मैले योपालि दसैँमा लुगै किनेको थिइनँ। भोलि गाउँ जाँदैछु, अनि हिजो दसैँमा टिका लगाउने बेलामा सेतो सर्ट र त्यो पेन्ट लगाएको थिएँ। चिलपिलमा जाँदाखेरिको गेटअप लगाएको थिएँ। एउटाले कमेन्ट पनि हानिदिरहेको क्या, कस्तो याद गर्ने दाइ, चिलपिल गएदेखि लुगा पनि फेर्नु भएको छैन कि क्या लेखिरहेको थियो क्या टिकटकमा एउटाले। अनि कस्तो गीती लगाएर अहिले आज लुगा किन्नु भएको। गीती केटाहरू के याद गर्छ। चिलपिलबाट आएदेखि लुगा फेरेको छैन क्या लेखिदिइरहेको थियो केटाहरू। मेरो त मुकबाङ भएको छ दाइ, मुकबाङ बाँकी छ। ए भाइ, क्याफे तिहार पछि ओपनिङ हुन्छ, आऊ न, मुकबाङ हेर्नुपर्छ त्यहाँ राम्रो तरिकाले। त्यही हो, अब यस्तो छ क्या। अब वाच पार्टी छ 10 तारिक है, म 9 तारिक आउँछु। अनि 10 तारिक चाहिँ हामी अब वाच पार्टी गरिन्छ। अनि तिहार आउँछ, तिहार पछि नयाँ कुराहरू गर्नुपर्छ। अब 1 मिलियन सब्सक्राइबरको हामी 1.5 लाख नजिक छौँ। 1.5 लाख पुर्याउनको लागि मलाई जहाँसम्म लाग्छ गेमिङ फिल्डबाट अब सब्सक्राइबर बन्न एकदम मुस्किल छ होइन। यसके भाइ पनि त्यही छ च्याटमा, सबैजनाले गेमिङ फिल्डबाट चाहिँ सब्सक्राइबर गेन गर्न नेपालीमा बोलेर पब्जी मात्र खेलेर एकदम मुस्किल हुँदो रहेछ। जबसम्म बाहिरको अडियन्स, बाहिरको त्यो
हुन्छ नि जो पाइ त्यही अब त्यो नचिनेको मान्छेहरूलाई पनि जबसम्म हामीले चिनाउँदैनौँ हामी को हो भनेर तबसम्म उनीहरूले सब्सक्राइब गर्दैन हामीलाई बढ्न गाह्रो छ एकदमै क्या। मलाई त अब म त यताउति बाहिर डटफटमा हिँडिरहेको हुन्छु सिङ्गरहरूसँग दाइ भाइ यताउति यो त्यो यताउति च्यारिटी स्यारिटी त्यस्तो गरेर चिनेर अलिअलि सब्सक्राइबरहरू बढिराख्यो होइन। तर गेम मात्र खेलेर चाहिँ सब्सक्राइबर बढ्न आम्मा कसम नेपालमा चाहिँ योभन्दा अडियन्सै बेसी छँदै छैन क्या। फोर्के दाइको 1 मिलियन पुग्यो भन्छौ तिमीहरू होइन, तर फोर्के दाइको टाइम भनेको कोरोनाको टाइममा मान्छेहरू सबजना घरमै बसेर गेम सेम हेर्ने खेल्ने गर्नुहुन्थ्यो। अहिले अफिस जाने काम गर्ने मान्छेहरू कहिले गेमै नखेल्नेहरूले पनि जबरजस्ती पब्जी डाउनलोड गरेर खेल्न थालेको थियो क्या कोरोनाको बेलामा। तर अहिले यो टाइम छैन, अब नर्मल मान्छेहरू काम गर्न थालिरहेको हुन्छ। अब गेम फलो गर्ने मान्छे भनेको कमै हुन्छ क्या नेपालमा, त्यस्तो ज्यादा छैन क्या। अब नेपालमा अडियन्सै छैन क्या धेरै गेमिङको चाहिँ नि। मैले पाएको अडियन्स त मैले त म्याक्सिमम पाएको हो कि वाच पार्टीमा एसके फनाइन दाइलाई रेड हान्नुपर्छ दाइ 250। अफकोर्स हो नि, आफ्नै भाइ हो नि केटा हो। एउटा कम्युनिटीमा सबैजनाले सबैलाई गर्नुपर्छ क्या सपोर्ट भनेको। एकजना माथि बसेर अरू तल बस्नु हुँदैन क्या। कति छन् नि तल तल अझै 5000 सब्सक्राइबर 2000 3000 10,000मा बसेकोहरू कति हुन्छ चिनाउनु पऱ्यो। ह्याप्पी बर्थडे दाइ। ह्याप्पी बर्थडे चाहिँ कसरी हो भाइ, झ्याप हो क्या हो? सबैजनाले सबैलाई सपोर्ट गर्नुपर्छ, एउटा ब्रदरहुड हुनुपर्छ एउटा कम्युनिटीमा। एउटा दाजुभाइको रिस्ता चाहिँ एउटा देखावटीवाला दाजुभाइ नभएर एउटा भनौँ न चाहिँदाखेरि एकअर्कालाई हुने खालको दाजुभाइ हुनुपर्छ सबैजना। एउटा हुन्छ नि बाहिरतिर हेर न हप्सीहरू कस्तो मिलेर बस्छ। एउटाको अब काई सेनाटको त्यत्रो छ, त्यसले अरूलाई चलाइदिन्छ, त्यसले अरूलाई चलाइदिन्छ। अब त्यो रकाई सकाई टोटा सोटा होइन कस्तो चलाइदिइरहेछ हो। त्यस्तो हुनुपर्छ क्या। सबैजनाले सबैलाई सपोर्ट, सबैजना माथि जाने हो क्या। दाइ कति कमाउनु भयो दसैँमा? कहाँ कमाउँछ हौ दसैँमा यार, घरमा टिका लगाएको कमाउनु भन्दा पनि केटा हो केटाकेटीमा पो म्याचिङ कमाउने। टिका लगाएर कति कमायो अहिले त म चाहिँ कति गयो दाइ दसैँमा के कति खर्च भयो दाइ पो भन्ने हो त हौ। अलिकति केटाकेटीमा हुँदाखेरि पो कति कमाउनु भयो भन्नु, अहिले त म चाहिँ कति गयो दाइ? जान बाँकी छ भोलि कहाँ जाँदैछु। हरेक घरमा जाँदाखेरि अब फलफुल किन्नु पऱ्यो, साडी किनिदिनु पऱ्यो, यताउति अब फर्स्ट टाइम पे गरेर जाँदाखेरि त अब के गाँड खराब हुन्छ रनमतीको चाहिँ। यहाँ चाहिँ आफूले दिनरात 20 किल चिकन डिनर मिसन आएको छ है भनौँ, गाँड मराएर हानेको। अब उता चाहिँ फलफुल सलफुलमा जाने भने तनाव छ। पैसा भनेको भोलिको दिनमा कमाइहालिन्छ नि। थोप्साई ओभर ग्लो हानेको छैन हौ। के ग्लो हुनु हौ, सिक्ने बुढीसँग फोटो हाल्यो कि सिक्ने हिरा र किरा भन्न थाल्छन्। जतिसुकै ह्यान्डसम भए पनि के गर्नु यार, ह्यान्डसम त ह्यान्डसमै हो नि, जोतको त कसले भन्छ त। दाइ मामाले मामा म गएको छैन हौ, भोलि जान आँटेको। पर्दैन जोत छ, राम्रो लागेन हौ। यहाँ देखाइदियो नि त लाइभमा, पछाडिबाट हिँड त ल। राम्रो छैन, राम्रो छैन, राम्रो छैन त कसरी किन किन कसम राम्रो छैन। तिमीलाई मन पर्यो भने मलाई नि मन पर्यो ल, छोडिदेऊ न त नि। मेन केटा हो, मेन कुराहरू मेरो राम्रो आएको टिकटक भिडियो मेरो बुढीले कहिले पनि अपलोड गरिदिँदैन क्या भनिदिन्छु।
भन्ने नै हो के भनेको अरे मेरो राम्रो आएको टिकटकको भिडियो मेरो बुढीले कुन चाहिँ राम्रो आएको थियो हिजोको राम्रो थियो त पाइल्स लागेको सलमान खान जस्तो सिक्युरिटी गार्ड चाहिँ छाती फुलाएर यस्तो बसेको हालिदिएको छ मेरो चाहिँ तिमीले कुन भनेको विचार ल देऊ त देखाऊ त ल ल ल त्यो उयोवाला देखाऊ उम्, त्यो ठुमकवाला देखाऊ त ल सुरु बनाऊ यो त जतको जति कुन भनेको त? कुन चाहिँ भनेको यो हेर है ह्यान्डसम अरे यो त राम्रो छ त बाबु यसमा त 5 मिलियन 100% हो मैले हो यो हालिदिनु भयो म तिम्रो अपलोड गरिदिन्छु सँग पर्दैन यो त अपलोड अब गाउँमै अपलोड गर्ने अनि किन मलाई त्यस्तो भन्छ तिमी अर्को चाहिँ ह्यान्डसमवाला अर्को एउटा भिडियो थियो कि कुन चाहिँ लु हेर ल आफै हेर लु कुन चाहिँ ह्यान्डसम तिमीलाई लागेको लु हेर कुन चाहिँ ह्यान्डसम लागेको लु भन त तिजी मात्रै छ खोइ त अरू त्यत्रो खिचेको यो तल होला यस्तो हेर्ची देखेको थियो हेर न अनि यस्तो क्युट देखेको पो हाल्ने हो त ल हेर न कस्तो क्युट देखेको थियो ल सलमान खानको त्यो पाइस लागेको यस्तो त्यो परेको छ हालिदिएको छ तिमी कस्तो छ कस्तो छ बाबु हेन्सम छैन ह्यान्डसम छौ नि तिमी अनि थाहा छ त त्यो मलाई थाहा छ त म छु भनेर अनि के गर्नु पर्यो तिमी अलिकति धेरै राम्री भएर होइन चाहिँ हो। मतलब तिमीले अहिले भन्यो नि के अरे मैले म नराम्रो हाल्छु भनेर जिस्काएको दिएको हो तिमी पनि कस्तो सिरियस भएको काटेर हाल्छ अनि टिकटकमा नराम्रो क्लिप हालेर हाल्छ तिमीलाई नराम्रो भन्छ अँ। किन नि अस्ति पनि त्यही गरेको तिमीले त्यस्तै भन्छ अनि तिमी कहिले टिकटक बनाउनु मन गर्छौ गर्दैनौ नि अनि ब्याज कसले टिकटक क्लिप काटेर आउँछ हेरौँला तिमीलाई कसले नराम्रो भन्छ हेरौँला ए जाऊ। अस्ति देखाएको हेरेरै बस्या हो तिमी हेर्न यहाँ केटाहरूसँग गफ गर्न आएको यहाँ बुढीसँग गफ गर्न आएको यस्तो भइरहेछ भोलि हामीसँग टाइम धेरै छ क्या गफ गर्नलाई छ अहिले पनि सब उनीहरूसँग गेम खेलेर बस्दा के अरे त्यो अब यहाँ एकछिन लाइभ बसी तास खेल्छु एकछिन अनि भोलि बिहान 9 बजेको उठिहाल्छ नि अब त्यसै पनि राति 12-1 बजीसम्म निद्रा लाग्दैन हेर तिमी रेडी वर्क सामानहरू छुट्ला सबै हाल के छ जाऊ न एकछिन यहाँ गफ गर्न देऊ म पनि यहाँ तिमीसँग गफ गर्न आएको होइन तिमीले भन्यौ त्यसरी अनि म त्यही भएर आएको यहाँ मैले Clear केही गर्न नराम्रो भनेको होइन क्लियर गर्न कुरा त्यही कुरा हो। clear त भइसक्यो त। यतै हो कुरा क्लियर त्यही हो नङ देखाएकोलाई अस्ति हालेको रातो कलरको मेरो यस्तो खुन्डी गरेर हाले जस्तो छ होइन रङ पनि देख्दैन त हो उता जाऊ यहाँ जिस्किन होइन यो मेरो अफिसमा डिस्टर्ब नगर्नु ए हो त्यस्तो This is my office and please don't disturb my office, madam.